र यहाँनिर कृष्णले अर्जुनलाई भन्नुहुन्छ, नासतो विद्यते भावो नाभावो विद्यते सतः। हामी जीवनमा सत्यको मार्गमा लाग्नुपर्छ, गलत मार्गमा लाग्नु हुँदैन भन्ने कुरा बच्चैदेखि हाम्रा सिनियरहरूबाट, गुरुजनबाट, घरका समाजका बुढापाकाहरूबाट सुनिराखेका कुराहरू हुन्। र सायद हामी सनातन धर्मी, हामी हिन्दू धर्मसँग सम्बन्धित व्यक्तिहरू बच्चैदेखि यो कुरा सुन्छौँ र यो कुराको केही हदसम्म हामी पालना पनि गर्छौँ। भगवद् गीतामा कृष्ण र अर्जुनको संवादको प्रसङ्गमा यो कुरा आउँछ र यहाँनिर कृष्णले अर्जुनलाई भन्नुहुन्छ, नासतो विद्यते भावो नाभावो विद्यते सतः। भनेको झुटोको भाव भनेको भाव जुन भ्यालु हुँदैन, जुन अनट्रु छ, जुन फल्स छ, जुन झुटो कुरा छ, त्यसको कुनै भ्यालु हुँदैन, कुनै भाव हुँदैन। नाभावो विद्यते सतः भनेको सत्य कुराको, सत्यको भ्यालुलेसनेस हुँदैन, भनेको त्यसको भाव त्यसको भ्यालु हुन्छ नै सत्यको, र असत्यको कुनै भ्यालु हुँदैन। हामी आफ्नो जीवनमा यो कुरालाई विभिन्न कन्टेक्स्टमा राखेर हेर्न सक्छौँ त। धन्यवाद। Hello everybody, this is Acharya Ram Viresh. After a decade of working as a university lecturer, I decided to share what Bhagavad Gita has to say about our day-to-day life issues. Support me and subscribe to my channel. Thank you.